यो ब्रह्मकमल फुल चाहिँ फुलेर भोलिपल्ट चाहिँ यस्तो एक रात मात्रै फुलेर फक्रेर भोलिपल्ट बिहानै यस्तो मुर्झाउने फुल ब्रह्मकमल हो। पहिला 2-4 वर्ष अगाडिसम्म धेरै कम मानिसको मात्रै हुन्थ्यो यो ब्रह्मकमल। अनि फुलेको राख्दाखेरि पनि ओहो कस्तो खालको बिरुवा, एकदमै रियर बिरुवा जस्तो लाग्थ्यो। अब अहिले चाहिँ प्रायः सबैकोमा हुन्छ र प्रायः फुली पनि रहेको हुन्छ। यो सिजनको तेस्रो लटको फुलेको। अनि आज यसो हेरेको त दुईटा बिरुवामा गरेर कति कोपिला लागेको रहेछ। ल काउन्ट गरौँ है त कतिवटा रहेछ। 1 2 3 4 5 6 7 8 सानो पनि आइरहेछ 9 10 11 12 13 14 15 16 17 18 19 यसमा। अब यसमा चाहिँ 19 20 21 22 23 24 25 26 27 28 29 29वटा चाहिँ जम्मा दुईटा 29 यता पनि रहेछ 30 31 यति चाहिँ मैले अहिले यहाँ सरसर्ती हेर्दा देखेँ। यो सबै एकैचोटि फुल्ने हो नि त। तर कति चाहिँ यसको एकदम कमल हुने भएको भएर चराहरूले मान्छेले नै छुँदाखेरि पनि भाँचिन्छ। अब लास्टमा चाहिँ यहाँ अहिले 31-32वटा मैले काउन्ट गरेँ। लास्टमा फुल्ने बेला कतिवटा फुल्दो रहेछ अब हेर्नुपर्ने छ। धन्यवाद।